ल आज चाहिँ हामी घले गाउँ जान लाग्यो ल। हाई मेरो नाम उमा खवास। आज हामी घुम्नको लागि घले गाउँ जाँदैछौँ। इन्जोय गर्नुपर्छ है। ल ल को हो यो? मेरो नाम चाहिँ सलिना खवास। हामी आज घले गाउँ भुजुङ घुम्न जाँदैछौँ। एकदम रमाइलो गरेर आउनुपर्छ। ल हाम्रो भाउजू। हाई मेरो नाम पूजा खवास। हामी घले गाउँ घुम्न जानु लाग्यो। ल रमाइलो गर्नुपर्छ है गाइजहरू। मेरो नाम यो हो। गुरुबाट चाहिँ निस्कियौँ बोलेरोमा। ल अङ्कल केही भन्न चाहनुहुन्छ? खै के भन्ने ल हाम्रो चाहिँ यो भिड यस्तो भएछ। ल हामी चिप्लेटी आइपुग्यौँ। चिप्लेटीमा पानी अलिअलि आएको रहेछ। अहिले पानी परेको भएर बर्खा भएर। If we tried it, we could make it. Don't we ever just take some chances? Stop your thinking, start your living. Get your shoes on, we're going dancing. हामी कति घन्टामा पुगिन्छ होला उदयपुरबाट? These little problems we could solve. Try another. उदयपुरबाट घले गाउँ 3.5 घन्टा लाग्छ। There's no hurry. Limelight's calling in the memory. चाहिँ पानी नै छैन है क्या। ए अलिअलि त रहेछ नि दिदी। ऊ धेरै नै रहेछ। ऊ आकाशेको झरना। आकाशेको झरना। Who's making fun of me? Picking away at the walls and I can barely breathe. गाईहरू कटिसक्यो नि। Slipping my only chance to leave. सात होला। ल हामी चाहिँ गइरी आइपुग्यौँ।
through you. बोकेर है दिदी Nothing's better when they love. चाउमिन खाजा पाउँछ चाउमिन होइन कस्तो होला जस्तो लाग्थ्यो होला है दिदी Rumor has it there's an angel in the crowd. You guys are playing. हाम्रो दिदीले चाहिँ जमानामा मुला बेच्नु भएको अरे अनि चाउमिन फर्स्ट टाइम 2 रुपियाँ किलो मुला बेच्नु भएको अरे अनि फर्स्ट टाइम चाउमिन खानु भएको अरे Diamonds making fun of me. Taking away at the walls and I can barely breathe. हामी चाहिँ भकुन्डे आइसक्यौँ यो चाहिँ भकुन्डे हो भकुन्डे पनि दुईवटा छ होइन अङ्कल के भकुन्डेकै दुई ठाउँलाई भकुन्डे भन्छ नि होइन Let's not mix this हजुर यो नि भकुन्डे हो नि है आएको उता अलि उता नि भन्छ क्यारे नि भकुन्डे है to my family I love. Tell them that I'm doing everything I can. Make it all. हामी चाहिँ भकुन्डे आइपुग्यौँ उदिपुरबाट कति टाइममा आइपुगिँदो रहेछ सलिना घडी हेऱ्यो अबे कुन होटल ए यो होटल भाइरल होटल रे यो त मलाई आजै थाहा भयो यहाँ चाहिँ के हेर्न सकिन्छ र यस्तो होटलमा आएर भन्नाले भ्यूहरू त्यस्तो के हेर्ने कुरा छ र त्यही खानालाई मात्रै हो ल पुरै मकैबारी भएछ गैरीमा त अहिले त हामी चाहिँ एसएलसीको दिन आएको है सलिना यहाँ यहाँ माथि स्कुल छ हामी यहाँ चाहिँ हाम्रो एसएलसी 2070 सालको एसएलसी चाहिँ हामी यहाँ दिन आएको हामी चाहिँ रानीकुवा आइपुग्यौँ यहाँबाट चाहिँ यो बाटो चाहिँ यो गाउँसर दरबार जाने बाटो हो बोर्ड पनि छ यो चाहिँ रानीकुवा यहाँ चाहिँ किन रानीकुवा भनेको रे अङ्कल यो ठाउँलाई किन रानीकुवा भनेको हो होला है उता गाउँसर दरबारमा हुँदा रानीहरू नुहाउन आउँथ्यो होला नि त यहाँ त्यही भएर होला क्या यो चाहिँ रानीकुवाको पेट्रोल पम्प पुरानो एकदम पुरानो पेट्रोल पम्प हो यो धेरै वर्ष भइसक्यो एकदम चर्चित मजुवा खोला एकदम हामी नि पहिला हामी चाहिँ मजुवा खोला आउन लाग्यौँ बेसरको हामी पहिला ठुलो मम्मीको घर बस्दाखेरि मजुवा खोलामा पौडी खेल्थ्यौँ क्या हामीले दिदी यही हुन्छ नि मजुवा खोला यही हामी मजुवा खोलाको पुल चाहिँ यो नै मजुवा खोला भन्ने बित्तिकै बेसी सहरको सान हो मजुवा खोला चाहिँ हामी बचपनमा यहाँ पौडी खेल्न आउँथ्यौँ ठुलो मम्मीको घरमा आउँदाखेरि ल हामी यहाँबाट चाहिँ राइट लिग्यौँ मजुवा खोलाबाट राइट लिग्यौँ हामीलाई चाहिँ उदिपुरबाट बेसी सहर आइपुग्न चाहिँ 20 मिनट लाग्यो हामी लगाइरहेछौँ के भएको गाडी के बनाउनु भएको के बनाउनु लाउनु भएको र गाडी नोट कसम हुन्छ ए डलर जान्छ हेर्न त्यो झ्याउँछ नि बाटोमा भन्नु हो 2 मिनट 10 मिनट घर के भन्दा बरु भरे ढिलेर हाम्रो के हुन्छ ल हामी चाहिँ यहाँ गाडीको नट अगाडिको फेर्ने रे अङ्कलले अनि त्यो गर्न लागिरहेछौँ अब हामी चाहिँ एकछिन चाहिँ ल यो चाहिँ अर्थली बोर्डिङ पुरानो सबसे पुरानो बोर्डिङ हो यो अर्थली बोर्डिङ
ए हो लमजुङको ए नेपाली काङ्ग्रेसको पार्टी अफिस यो चाहिँ ए अलि नयाँ बनाएछ है विश्वेश्वर प्रसाद कोइरालाको शालिग्राम रे यो चाहिँ नयाँ बनाएको रहेछ अहिले चाहिँ ल हामी चाहिँ मालपोत कार्यालय हस्पिटल चौक प्रशासनबाट हुँदै मनाङ चौतारा जाँदैछौँ यो चाहिँ पुरो प्रशासनिक कार्यालयहरू सरकारी कार्यालयहरू चाहिँ छ यता चाहिँ प्रशासन कार्यालय चाहिँ यता छ अनि यो चाहिँ पूर्वाधार विकास कार्यालय शिक्षा विकास संलग्न इकाइ चाहिँ यता रहेछ सबै सरकारी कार्यालयहरू चाहिँ यो एरियामा छ अनि यो चाहिँ हुलाक कार्यालय भयो यहाँभन्दा यताबाट तल गयो भने चाहिँ हस्पिटल होइन सरकारी हस्पिटल छ अब हामी चाहिँ माथि जाँदैछौँ हामी चाहिँ उसमा निस्किन्छौँ होला होइन गणेशथानमा भीमसेन थान ए नारायण थान हामी निस्किन्छौँ अब यहाँबाट मालपोत कार्यालय है यो चाहिँ मालपोत कार्यालय हो पहिला तल थियो होला यो अङ्कल मालपोत कार्यालय मालपोत कार्यालय क्या माथि पछि सरे जस्तो लाग्यो मलाई ल हामी चाहिँ भीमसेन थान आइपुग्यौँ यस्तो बेसी सहर बजार चाहिँ एकदम चेन्ज भइसकेको छ हामी चाहिँ सानो सानोमा यस्तो थिएन नि है सलिना हामी सानो सानोमा आउँदाखेरि यस्तो थिएन अहिले चाहिँ यस्तो बजार भन्यो यो चाहिँ मेन भीमसेन थान यो चाहिँ मेन मन्दिर चाहिँ यही हो है मन्दिर यहाँ भएको भएर चाहिँ यो ठाउँमा भीमसेन थान भनेको हो यस्तो बजार छ यहाँ चाहिँ अगाडि भइदिएको भए राम्रोसँग देखिन्थ्यो है बेसी सहर बजार चाहिँ यति ठुलो भइसकेको छ आज चाहिँ पानी पर्छ कि क्या हो जस्तो लागिसक्यो मलाई चाहिँ हामी चाहिँ मनाङ चौतारातिर जाँदैछौँ यहाँ चाहिँ यस्तो बोलेरोहरू यो पुरै यो सबै घले गाउँतिर जाने बोलेरोहरू होला है यसरी सामान अनलोड गरेर गाउँतिर लानको लागि यसो चाहिँ यो बोलेरोहरू चाहिँ सबै गाउँतिर जाने बोलेरोहरू हो यहाँ चाहिँ यस्तो अटोहरू पनि पाइन्छ हामी चाहिँ यहाँबाट चाहिँ यो ठाउँलाई के भन्छ घलेगाउँ चौक त्यो अघि माइक्रो रोकेको ठाउँ चाहिँ घलेगाउँ चौक भन्दो रहेछ त्यो चोकबाट चाहिँ हामी माथि लाग्यौँ ठ्याक्कै लेफ्ट साइडबाट ल हामी चाहिँ उक्लिँदैछौँ बाटो चाहिँ यस्तो छ बेसर बजार चाहिँ बिस्तारै बिस्तारै देखिँदैछ बेसर बजार चाहिँ यस्तो राम्रो देखिँदैछ एकदम चेन्ज भइरहेछ बेसर बजारहरू ए यहाँ चाहिँ व्हाइट गुम्बा कता हो त नि ल यस्तो राम्रो देखिन्छ बेसर बजार म पनि आजसम्म आएको थिइनँ